स्कुली जीवनमा हामी सबैले पक्कै भोगेका वा गरेका 10 कुरा। नम्बर 1, कपीको अन्तिम पेजमा यो खेल खेल्ने जसमा धेरै मजा आउँथ्यो। नम्बर 2, परीक्षा अघि हातमा वा डेस्कमा फर्मुला लेख्ने, यो त सबैले गरेका हुन्छन्। नम्बर 3, आफ्नो कापीको पाना च्यातेर साथीहरूबीच सन्देश पास गर्ने, यसमा छुट्टै आनन्द हुन्थ्यो। नम्बर 4, मैले त केही पनि पढेको छैन भन्ने र 95% ल्याउने त्यो धोकेबाज साथी सबैको थियो होला। नम्बर 5, कक्षाको बेन्चमा आफ्नो क्रसको नाम लेख्ने, यो त धेरैले गरेका छन्। नम्बर 6, तिम्रो पेन छ भनेर सोध्ने र त्यही पेन पुरै क्लास घुमेर फर्किने। नम्बर 7, लन्च टाइम अघि नै साथीको टिफिन खाइदिने र लन्च टाइममा खेल्न जाने। नम्बर 8, बोरिङ लाग्ने विषयको क्लासमा आँखा खुला राख्न सङ्घर्ष गर्ने, साँच्चै धेरै निन्द्रा लाग्थ्यो। नम्बर 9, क्लासको बीचमा टोयलेट जाने बहानामा पुरै स्कुल घुमेर आउने। नम्बर 10, बिहानै स्कुल पुग्ने बित्तिकै आफ्ना साथीहरू आउने प्रतीक्षा गर्ने। कमेन्टमा लेख्नुस्, यी मध्ये तपाईले कुन कुन कुरा गर्नुभयो।